चल्दिम के हो सुमोहरू पनि रफ्तार दिइरहेछ त गाडी त तुफान हानेछ त छैन त हाम्रो यस्तो स्पोर्टी बाइकको पिकअप छैन भन्ने भाइ यस्तो स्पोर्टी बाइकको पिकअप छैन भन्ने टर्निङै पुग्दैन भाइ सुतेर भने टर्निङै पुग्दैन बाटै त्यस्तो सुताउने खालको बनाउँछ त के गर्ने त बाटै त्यस्तो सुताउनु पर्ने खालको बनाएको छ भ्यूहरू चाहिँ बवाल देखाएको छ अब हामी मुलकोट पुग्नलाई कति किलोमिटर छ अरे मुलकोट पुग्नलाई कति 5 किलोमिटर 5 किलोमिटर भनेर त 5 मिनट त हो नि हामी चाहिँ अहिले काठमाडौँ जाँदैछौँ ओखलढुङ्गाबाट फर्किँदै हो पुरा बाटोको भिडियो रेकर्ड चाहिँ गर्न सकिएन थोरै अलि मिठो बनाऊँ भनेर अलिकति पुरै बाटोको भिडियो रेकर्ड चाहिँ गर्न सकिएन त्यही भएर छोटो अलिकति यसो बाटो कस्तो छ बाटोको अवस्था कस्तो छ यहाँको भ्यूहरू कस्तो भ्यूहरू कस्तो देखिन्छ भनेर थोरै क्यामेरामा कैद गरौँ भनेर हामी लागि परेका छौँ है त मामा भान्जा हामी ओखलढुङ्गा पुगेर पनि फर्किसकेका छौँ राम्रै छ बाटो नेपालतोकदेखि नवलपुरसम्म चाहिँ बाटो राम्रो छ त्यसपछि नेपालपुरदेखि भकुण्डेसम्म चाहिँ बाटो लगभग खराबै छ बिचबिचमा अस्तिको यो बाढीले गर्दा अफरोड छ मतलब बिचबिचमा राम्रो पनि छ पहिला जस्तो एकै नासको बाटो चाहिँ छैन अहिले बिचमा जामहरू पनि छ अहिले यो दसैँले गर्दा अत्याधिक जाम छ त्यतातिर अहिले चाहिँ हामी सरर हिँडिरहेछौँ यतिकै सरर र जाम नभएन काठमाडौँ पुग्न पायो भने काहीँ त हुन्थ्यो 70 किलोमिटर मुलकोट 4 किलोमिटर अनि यो पुलकोटको बाटो हिँड्दाखेरि चाहिँ यो मुलकोटको टर्निङहरू चाहिँ अत्यन्तै सुन्दर रमणीय अलिकति रिफ्रेसमेन्ट हुने खालको चाहिँ भ्यूहरू छ त्यही भएर हामीले फर्किँदा अघि जाँदाखेरि पनि यतैको भिडियो बनाएको थियौँ अब फर्किँदा पनि यतैको भिडियो बनाइरहेछौँ हामी नराम्रै मात्रै किन देखाउनु राम्रो राम्रो मात्रै देखाऊँ भनेर मामा भान्जाको चाहिँ प्लानिङ भएर अहिले भिडियो बनाएर हिँडिरहेछौँ हामी हाम्रो अगाडि जेठान र दिदी कुदिरहनु भएको छ हामी उहाँहरूलाई फलो गर्दैछौँ भेटिहाल्छौँ उहाँहरूलाई पनि हामी सुरुमा पहिलोचोटि आउँदा मान्छेहरूलाई यहाँको
सुन्दरतालाई चाहिँ क्यामेरामा कैद नगरिकन हिँडौँ भन्दा पनि नसकिने अवस्था छ धेरै राम्रो छ सुदेवी आइपुग्यो हौ अलिकति अगाडि छ र धेरै मेरो साथीहरू पनि यो बाटो हिँडिसक्नुभयो होला नहिँड्ने साथीहरूले चाहिँ यसो भिडियो हेरेर रमाइलो गर्नु होला अहिले दसैँमा घर आउने जाने साथीहरूले जस टेन्सन नगरिकन चिन्ता नलिकन सरर आउँदा आफ्नो बन्दोबस्ती सामानहरू लिएर सरर आउँदा यस बाटो सहज छ भनेर म साथीहरूलाई पनि जानकारी गराउँछु ओ पारी पुगे रहेछ है पारी पुगेछ गाडीको मन हामी सिटी देवी मन्दिर नजिकै पुग्न लागिसक्यो